दर्शक नमस्कार साथीहरू, तपाईँलाई फेरि पनि स्वागत छ समीर ढेङ्गा ब्लगमा। हैन, अब लामो समयपछि एउटा भिडियो बनाएको छु। तपाईँहरूलाई कतिलाई जानकारी नहुन सक्छ हैन। अब अरू सेन्जन कन्ट्रीमा त तपाईँहरूले युज गर्नुभएको चाहिँ बोतलहरू क्यानहरू चाहिँ तपाईँको अब युज हुन्थ्यो हैन। तपाईँको लगाएर चाहिँ हाल्न सकिने त्यसबाट केही रकमहरू पाउँथ्यो भने हैन। अब पोल्यान्डमा पनि यही मेबाट चाहिँ हामीले यहाँ थाहा पाएको अनुसार चाहिँ हैन, तपाईँले कुनै पनि क्यानहरू खानुभएको छ भने, कुनै पनि अब जुसहरू खानुभएको छ भने हजुरहरूले कुनै पनि सङ्कोच नमानिकन हजुरहरूले पोल्यान्डमा कुनै पनि ठाउँमा हुनुहुन्छ भने ल्याएर चाहिँ तपाईँहरूले बोतल चाहिँ क्यान ल्याएर तपाईँले त्यसमा हाल्न सक्नुहुन्छ। त्यसबाट लजाउनु पर्दैन, किनभने यसबाट 10 पैसा पाउँछ। हजुरहरू पोल्यान्डको कुनै पनि ठाउँमा बस्नु भएको छ भने त्यो घरमा बस्दाखेरि तपाईँहरूले जताततै फाल्नुभन्दा पनि हजुरहरूले आफूले चाहिँ फाल्न पर्ने बोतलहरू क्यानहरू प्लास्टिकको बोतलहरू छ भने हजुरले क्यानहरू छ भने चाहिँ ल्याएर तपाईँले लिडिलमा चाहिँ हाल्नुहोस्। लिडिलले चाहिँ एक्सेप्ट गर्छ। त्यहाँ तपाईँको एउटा बक्स राखेको हुन्छ मेसिन, त्यसले चाहिँ 10 पैसा दिन्छ। म तपाईँहरूलाई देखाउँदैछु। यदि मन पर्यो भने चाहिँ हजुरहरूले सब्सक्राइब र कमेन्ट पनि गर्नु होला हैन। यो मेरो लामो समयको पछि युरोपमा चाहिँ पहिलोचोटि लिएर आउँदैछु लिडिलमा। र हजुरहरूले हेर्नुहोस्, यो लिडिलमा मैले बोतल हाल्दैछु, बोतल लिएर आउँदैछु। अब हजुरहरूलाई म देखाइदिन्छु बोतल चाहिँ। अब त्यही हो, अब बोतल कसरी हाल्नुपर्छ भनेर म तपाईँलाई यहाँ देखाइदिन्छु। अब हेर्नुहोस्, अब मैले यहाँ बोतल सुरु गरेछु। अब यो लिडिलमा छु म पन्जा निकाल्दैछु है। अब केही फोहोरहरू पनि छ अलिकति। अब हजुरहरूलाई म कसरी हुन्छ, यो मेसिन हो तपाईँकै पोल्यान्डमा, अहिले तपाईँको पोल्यान्डमा सुरु भएको छ। यो लिडिलमा एभाइलेबल छ हैन। तपाईँले अब आएर चाहिँ गर्नुहुन्छ। अब लिडिलमा पहिला यस्तो थिएन है। अब हजुरहरूले घरमा खाएर फाल्ने फोहोरहरू चाहिँ जथाभावी फाल्नुभन्दा पनि जम्मा गरेर राख्नुहोस्। जम्मा गरेर आएर तपाईँहरूले लिडिलमा मजाले, यो लिडिलको मार्केट हो हेर्नुहोस्। अनि यो यहाँ अहिले एभाइलेबल छ। अब म हजुरहरूलाई देखाउँछु कसरी चाहिँ गर्नुपर्छ भनेको। र बोतल तपाईँलाई बोतल देखाउँदैछु। एउटा बोतलको तपाईँको एउटा क्यानको 10 पैसा पाउँछ। म हजुरहरूलाई देखाइदिन्छु। हेर्नुहोस् है, अब यो मैले बोतल हालेँ, हेर्नुहोस् मेसिनमै ल है। तपाईँको यहाँ कति देखाउँछ, 10 पैसा दिएको छ हेर्नुहोस्। एउटा गयो 10 पैसा देखाउँछ। अब मजाले हाल्ने हेर्नुहोस्, लजाउनु होइन, ध्यान कि त्यहाँ हाल्ने। आफूले चाहेको बोतलहरू युज गर्नु हाल्नु भने मजाले हाल्नुहोस्। अब क्यानहरू जे पनि चल्छ, क्यान पनि क्यानहरू चल्छ हेर्नुहोस्। अब निकाल्नुहोस्, निकाल्दा तपाईँले हाल्न सक्नुहुन्छ। मजाले यसरी हाल्नुहोस्, मजाले चल्छ हेर्नुहोस्। बोतल यो बोतलको क्यानको चाहिँ कताबाट कुचिन्छ, मजाले लगाउनुहोस्। यो पोल्यान्डमा हो तपाईँहरूलाई हेर्नुहोस्। पोल्यान्डमा आएर चाहिँ क्यान मजाले सिलाउँछु। यहाँ हेर्नुहोस्, तपाईँको कति दिएको छ, यहाँ 10 दिएको छ पोल्यान्डमा हेर्नुहोस् नि। ल हेर्नु, यो हो। अब क्रोएसियानको पनि हुन्छ। क्रोएसियामा चाहिँ अर्को छ। अब यहाँ चाहिँ आज हुन्छ मजाले बोतल हाल्दैछु, लजाउनु पर्दैन। तपाईँले आफूले युज गरेर राखेको चाहिँ जम्मा गरेर राख्नुहोस्, मजाले चलाउनुहुन्छ। तपाईँको एउटा 10 सेन्ट त्यसमा अब तपाईँको अरू यो क्रोएसियामा त तपाईँको 7 सेन्ट दिन्छ। तपाईँको यहाँ चाहिँ 10 सेन्ट दिन्छ होइन। तपाईँले नलजाइकन अब मजाले हाल्नुहोस्, मजाले चल्छ। अरू मात्रै पनि अब यो बोतल आएको छैन। अब यसलाई यसरी फकाउनु मिल्छ है। त्यसमा चाहिँ घोप्रो गरेर हाल्नुहोस्, मजाले चल्छ। यो हातले गर्दाखेरि भएको छैन। अब तपाईँलाई हाल्नुहुन्थ्यो। हेर्नुहोस् मजाले बोतल पन्जाले यसरी हाल्नुहोस्। तपाईँहरूले कहीँ कसैले युज गर्नुभएको छ भने नफाल्नुहोस्, यताउता जम्मा गरेर राख्नुहोस्। लिडमा मजाले चल्छ। 10 दिन्छ यसको 10 पैसा भनेर चाहिँ अब नेपालीमा 10 पैसा के र यहाँ अलिकति आउँदैन। यो मजाले चल्छ हेर्नुहोस्। हजुरहरूलाई जानकारी कति पहिला थाहा नहुन सक्छ होइन। अब कतिले फेरि 10 दिन लाग्यो गरे यसले भन्न होइन। हजुरहरूलाई जानकारी हामीलाई पनि पहिला थाहा थिएन होइन। पछि मार्केटमा सपिङ गर्न आउँदा थाहा भएको। मजाले हाल्नुहोस् यसरी बोतलले ट्याङ्कै। ल हामी बोतल मैले हजुरहरूलाई एउटा हातले गर्दै देखाउँदै गरिरहेको छु। यो लिडिल मार्केटमा हेर्नु मजाले। अब मान्छे कस्टमरहरू आइरहेछ। अब नआएको लागि निकाल्ने मजाले हालिरहेको छु हेर्नुहोस्। अब यहाँ पनि टाइम लाग्छ हेर्नु, अलिक चिज हाल्नुपर्ने हुन्छ। तपाईँहरूलाई चाहिँ छैन भने अब त्यस्तै हो। अब हजुरहरूलाई कुनै पनि जानकारी चाहनुहुन्छ भने
त्यही गर्नुहोस्, पछि पनि नफाल्नुहोस्। तपाईँले अन्त सेन्जन कन्ट्रीमा जस्तो तपाईँको अहिले यहाँ पनि मजाले क्यान बोतल गर्नु, क्यान बोतल प्लास्टिकको बोतल सबै चल्छ। नफाल्नुहोस्, 10 पैसा आउँछ, किन सधैँ उ गर्नुहुन्छ र भन्दै यही हो मिसिनहरूको प्लानको यो लिडिलमा चाहिँ तपाईँको चाहिँ अहिले छ, अरू मान्छेमा छैन होइन। अब तपाईँको लिडिलमा हो, हेर्नुहोस् हाल्नुहोस् यसरी झ्याम हालिरहेको छ। म तपाईँलाई देखाइदिन्छु कसरी देखाउनु। अब मिलेको छैन बोतल चाहिँ मजाले हाल्नुहोस् यसरी। यदि हजुरहरूलाई मन पऱ्यो भने चाहिँ हेर्नुहोस् कसरी देखाउनु तपाईँहरूलाई। अब हेर्नुहोस् यसरी नै हाल्छ। ल हजुरहरूलाई यदि कसैको आफ्नो च्यानलको सदुपयोग गर्नु छ भने मजाले कता नफाल्नुहोस्। हजुरलाई यदि मेरो भिडियो राम्रो लागेको छ भने सब्सक्राइब गर्नु होला है। त्यो जानकारी लागि मैले यसरी पठाएको छु। अब बोतल उचाल्यो, तपाईँले बोतलको क्यान चाहिँ यसरी हाल्न पर्ने हुन्छ है। हेर्नुहोस् यसो गऱ्यो तल यसरी पकाउनु पर्ने हुन्छ होइन। ल मजाले त्यहाँनिर मिसिन छ। ल हस् त हजुरहरूलाई यदि ढेङ्गा ब्लगमा राम्रो लागेको छ भने सब्सक्राइब गरिदिनु होला। मैले अब बोतल निकालेको छु, हजुरलाई म देखाइदिन्छु यसरी हाल्नुपर्छ। हेर्नुहोस् तर बोतलको तपाईँको टुप्पाको यो क्याप माथि क्यानको क्याप गएको छ भने चल्दैन, त्यो चाहिँ नल्याउनुहोस्। चल्छ 10 पैसा आउँछ किनभने नलगाउनुहोस्। तपाईँलाई त्यो कुराहरूको तपाईँले केयर गर्नु हुँदैन, मजाले आफ्नो काम गर्ने हो यो। किनभने कसैसँग चोरेको होइन होइन। यसलाई मजाले यसरी हाल्नुहोस् हेर्नुहोस्। मजाले यसरी हाल्नुहोस्। अब एउटा हातले गराएको छ, अलि राम्रो क्लियर आएको छ नि भिडियो, त्यही भएर हेर्नुहोस् मजाले चल्छ हेर्नुहोस्। अब हजुरहरूलाई पुरानो गर्नु चाहिँ यो क्यापलाई तपाईँले यसरी हाल्न पर्ने हुन्छ है। चल्दैन होला है। यसरी मजाले चल्छ हेर्नुहोस्। अब यस्तै छ है फुलेनको ठाउँमा आएर भिडियो गर्न अलिक गाह्रो भइरहेछ। गर्नुपर्ने हुन्छ। अब खुर्सा पाउँछु नै मैले तपाईँहरूलाई देखाएको छु। मजाले यसो गर्नुहोस्, बोतल यसरी हाल्नुहोस् पालमा ज्याम लगाएर 10 पैसाको हिसाबले है। किन लजाउनुहुन्छ मजाले हाल्नुहोस्। मजाले चल्छ किन फुलो गर्नुहुन्छ नि मजाले फोकटको बोतललाई मजाले हाल्नुहोस्। मजाले चल्छ मजाले चल्छ हाल्नुहोस्। ल अब मैले यहाँ बिल निकालेँ हेर्नुहोस्। बिलिङ पनि भयो। यो तपाईँको 6 जुलेटी भयो। अब बिल यहाँबाट आउँछ हेर्ने। ल हेर्नु केटाहरू अब मैले 6 जुलेटी पाएको छ। ल हेर्नुहोस् 6 जुलेटी छ। मजाले तपाईँहरूले यदि कुनै क्यानहरू सदुपयोग गर्न सक्नुहुन्छ भने तपाईँहरू प्लानको कुनै पनि ठाउँमा हुनुहुन्छ भने बोतलहरू तपाईँहरूले खानुभएको बोतलहरू चाहिँ तपाईँ नफाल्नुहोस्। प्लास्टिकको क्यान होस्, किनभने तपाईँहरूको लागि सरसफाइ पनि हुन्छ, त्यसको सदुपयोग पनि हुन्छ। लजाउनु भएन। तपाईँहरूले जहाँ भएको बोतल भए पनि ल्याएर चाहिँ यस लिडिलमा चाहिँ ल्याएर चाहिँ तपाईँहरूले हाल्न सक्नुहुन्छ मजाले। यो लिडिलमा अहिले तपाईँको पाउनुहुन्छ होइन, किन फाल्नुहुन्छ र त्यही भएर म लिडिलमा हो। अब मैले हेर्नु यहाँ हजुरहरूलाई अब झुट बोले जस्तो लाग्छ होला होइन। अब मैले अब 6 जुलेटी पाएको छ यी मजाले हेर्नुहोस्। अब अलिक उल्टो आउँछ तपाईँहरूलाई होइन। 6 जुलेटी पाएको छु म अब लिडिलबाट हो। अब मैले फेरि सुरु गर्नु गइरहेको छ। यदि तपाईँहरू प्लानको कुनै पनि ठाउँमा हुनुहुन्छ भने बोतल नफाल्नुहोस्, बोतल राख्नुहोस्। तपाईँले खाएको जुस हुन्छ कि प्लास्टिकको बोतल हो कि क्यानको बोतल हो तपाईँले राख्नुहोस् मजाले। तपाईँले त्यसलाई सदुपयोग गर्न सक्नुहुन्छ। ल्याएर चाहिँ तपाईँले यस मेसिनमा हाल्नुहोस्। यस मेसिनमा हाले बापत तपाईँहरूले 10 पैसा पाउनुहुन्छ। त्यसैले चाहिँ म हजुरहरूलाई सम्पूर्ण हुन्छ एउटा घरको सरसफाइ पनि भयो। तपाईँको एउटा त्यत्तिकै हजुरहरूलाई एउटा केही जुस खानको लागि पनि आउनुहुन्छ। फाल्तु खर्च राख्नुभन्दा होइन तपाईँहरूले चाहिँ ल्याएर यस लिडिलमा एभाइलेबल छ। तपाईँ लिडिलमा हो यो। यदि हजुरहरूलाई
यसलाई त्यस्तो बोतलहरू चाहिँ नफाल्नुहोस्। म तपाईँलाई राम्रो कुरा भन्छु, बोतलहरू फाल्दामा के हुँदैन, यो मिसिन हो, यो लिटिल मार्केटमा यो चल्छ, हेर्नुहोस् हाँडी मजाले हालिन्छ। यदि हजुरहरूलाई चाहिँ यो मिसिन हो हेर्नुहोस्, तपाईँको यहाँ बोतल हालिन्छ भने यहाँ पैसा देखिन्छ। अब तपाईँको यहाँ सबै देखाउँछ होइन, पैसाको रेट पनि। लिटिल मार्केटमा छु, तपाईँहरूले कतै पनि बोतलहरू देख्नुभएको छ जम्मा गरेर राख्नु चाहनु घर वरिपरिको क्यानहरू नफाल्नुहोस्, मजाले आउँछ, 10 पैसा आउँछ। किनभने लजाउनु भएन, लजाएर के नै गर्नुहुन्छ र। यदि हजुरहरूलाई त्यस्तो बोतलहरू चाहिँ कतै पनि नफाल्नुहोस् भन्न चाहन्छु। ल्याएर लिटिलमा हाल्नुहोस्, मजाले चल्छ, 10 पैसा दिन्छ। त्यही भएर म तपाईँहरूलाई भन्न चाहन्छु, यदि मेरो च्यानल हजुरहरूलाई मन पऱ्यो भने समीर ढेङ्गा ब्लग हो, सब्सक्राइब गर्नुहोला र कमेन्ट पनि गर्नुहोला। हस्त नमस्कार। हाल अहिले म पुल्यानबाट हो। जय नेपाल, सबको राम्रो होस्। हस्त, धन्यवाद।